महेन्द्र राजमार्गको बुटवल कोहलपुर सडक खण्ड पश्चात सहजै पुग्न सकिने आस्थाको धड्कन हो बागेश्वरी मन्दिर। नेपालको बाँके जिल्ला नेपालगञ्जको मुटुमा अवस्थित बागेश्वरी मन्दिर केवल एउटा धार्मिक स्थल मात्र होइन, यो लाखौँ श्रद्धालुको आस्था, विश्वास र संस्कृतिको जीवित प्रतीक हो। बिहानको पहिलो घामसँगै यहाँ बज्ने घन्टीको आवाजले नेपालगञ्जलाई आध्यात्मिक ऊर्जा दिन्छ भने साँझको आरतीले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाइदिन्छ। किंवदन्ती अनुसार धेरै वर्ष अघि यस क्षेत्रमा देवीको दिव्य शक्तिको अनुभूति भएपछि यहाँ मन्दिर स्थापना गरिएको मानिन्छ। बागेश्वरी मातालाई शक्ति स्वरूप देवीको रूपमा पूजा गरिन्छ। समयसँगै यो मन्दिर नेपालगञ्जको सबैभन्दा ठुलो धार्मिक स्थलमध्ये एक बन्न पुग्यो। विशेष गरी चैते दशैं र नवरात्रिमा यहाँ भक्तजनको विशाल भिड लाग्ने गर्दछ। मानिसहरू टाढा टाढाबाट माता बागेश्वरीको दर्शन गर्न आउँछन्, किनकि यहाँ मनले मागेको कुरा पुरा हुने विश्वास गरिन्छ। वर्तमानको आस्था र आकर्षणको केन्द्र आज बागेश्वरी मन्दिर धार्मिक आस्थासँगै पर्यटनको केन्द्र पनि बनेको छ। मन्दिर परिसर सफा, व्यवस्थित र आकर्षक देखिन्छ। तालको बीचमा रहेको महादेवको जुङ्गा भएको जुङ्गेश्वर महादेवको मूर्तिले जो कोहीलाई मोहित बनाउँछ, जुन चाहिँ महादेवको मूर्ति भएको बिरलै मूर्ति मानिन्छ। एसियाभरिमा एउटै जुङ्गा भएको यिनीहरूको यस्तो मूर्तिहरू पनि अन्त कतै पाउनुहुन्न। कैलाश मानसरोवर जाने यात्रीहरू कैलाशमा यहाँ टाउको गरेर मतलब टाउको ढोगेर चाहिँ नि बल्ल चाहिँ नि जान्छन् त्यहाँ। यसको उत्पत्ति चाहिँ कसरी भएको मानिन्छ? यसको चाहिँ नि हजुरको उत्पत्ति चाहिँ नि यो प्रकाश शमशेर जङ्गबहादुर राणाजीले चाहिँ नि पहिला त पत्थरको मूर्ति थियो, उनले चाहिँ नि बनाउनु पर्यो त्यो मूर्ति चाहिँ प्रकाश शमशेर जङ्गबहादुर राणाजीले। हजुर। साँझको आरती, दीपको उज्यालो र भक्तजनको जयकाराले यहाँको वातावरणलाई अझ अद्भुत बनाइदिन्छ। मन्दिर वरिपरि विभिन्न धार्मिक संरचना, विश्राम स्थल र भक्तजनका लागि सुविधाहरू विस्तार हुँदै गएका छन्। नेपालगञ्ज आउने अधिकांश पर्यटक र श्रद्धालु यहाँ दर्शन नगरी फर्कदैनन्। भक्तजनको विश्वास अनुसार कसैले रोगबाट मुक्ति पाएको विश्वास गर्छन्, कसैले सफलता पाएपछि माता बागेश्वरीलाई धन्यवाद दिन आउँछन्। यहाँ आउने प्रत्येक अनुहारमा आशा, श्रद्धा र शान्तिको अनुभूति देख्न सकिन्छ। जीवनमा जब अँध्यारो आउन छाड्छ तब बागेश्वरी माताको दरबारमा आएपछि मन फेरि उज्यालो हुन्छ भन्ने आम भक्तजनको विश्वास रहँदै आएको छ। नेपालगञ्जको मुटुमा उभिएको यो मन्दिर केवल एउटा इट्टा र ढुङ्गाको संरचना मात्र होइन, यो लाखौँ भक्तजनको विश्वासको संसार। बागेश्वरी मन्दिर नेपालगञ्ज उपमहानगरपालिकाको मध्यभागमा अवस्थित यो बागेश्वरी मन्दिर एकचोटि तपाईँहरूले आएर दर्शन गर्नुहोला। यहाँ तपाईँहरूले मनले मागेको, तपाईँको भाकल गरेको चिज पनि पुरा हुनसक्छ र यो धार्मिक तथा पर्यटकीय दृष्टिले पनि एकदम एउटा महत्त्वपूर्ण यो धार्मिक स्थल हो र यसको पछिल्लो समयमा यसको पूर्वाधारको संरचना हेर्ने हो भने उल्लेखनीय मात्रामा विकास र विस्तार भयो।